ल साथीभाइहरू हामी फुलबारी बिहामा जाँदैछौँ। फुलबारी चाहिँ यता पर्छ भाइको बिहा, योगेन्द्र भाइको बिहामा म श्रीमती। फुलबारी चाहिँ यहाँ पर्छ है, यो रुखले अलिक छलेको छ। यो बिचबाट यहाँबाट यो चाहिँ फुलबारी हो। यहाँ हामी जान्छौँ, तलबाट भेनाहरू पनि छ, भेना नानाहरू सबैजना जाँदैछौँ। यहाँ श्रीमती जाँदैछ र ल म र भेनाहरू है बिहामा जाँदैछौँ फुलबारी, योगेन भाइको बिहामा। म छु, नानाहरू छ, फुपू मजनी उहाँले नाना आउँदैछ है बिहामा। सालोले फुलबारी सालोले पनि झन् काम गर्नु बोलाएको त्यही बालीको पिछोडेर फुलबारी जानुपर्छ भाउजू लादेऊ न कति ए 500 लेखाइदिँदा हुँदैन। हामी 1 नम्बर चिया बगानको 1 नम्बरमा हामी छौँ। यो 1 नम्बर भन्छ। र हामी फुलबारी बिहातर्फ जाँदैछौँ। यहाँ हाम्रो भेना हुनुहुन्छ, यहाँ एकदमै कमानको बारीमा जाँदैछ। यहाँ अगाडि नाना अनि श्रीमती छ। ल है हामी जाँदैछौँ बिहा। ए हामी लाग्दैछ उकालो, यो लाइन धुरा यो 1300 हो। यहाँनिर भेना पनि छ, भेना नाना, यहाँ श्रीमती पनि छ मेरो। यी हामी कमानबारी तेर्सो उकालो जानु चाहिँ उयो उकालो हो माथि। हाम्रो है लाग्यो। हामी फुलबारी बिहातर्फ जाँदैछौँ। नाना अनि मेरो श्रीमती छ अगाडि। यहाँ हेर्नुहोस् त, यो फलेदो फुलेको यति मजाले फलेदो फुलिरहेको छ। यहाँ हेर्नुहोस् फलेदो मजाले फुलिरहेको छ, तर हावातिर देख्दिनँ। यहाँ भेना छ के हामी चाहिँ यस्तो जङ्गलको बाटो हिँड्दैछौँ। बाँसै बाँस छ, बाँसै बाँस गरी जाँदैछौँ। यहाँ छ यी भेना, यहाँ नानाहरू छ आउँदैछ, नाना फुपूहरू हुनुहुन्छ। ल है आज फुलबारी बिहामा आयो। बिहा यहाँदेखि वरपर झर्नुपर्ने रहेछ। यहाँबाट यस्तो रहेछ दृश्य। यहाँ सबै झरेर लुगाहरू आउँछ। फुलबारीको यस्तो रहेछ ठाउँ हेर्नुहोस्। यहाँ आन्टी घरमा आएको छौँ। यहाँनिर गर्दैछौँ भिडियो फुलबारीको। फुलबारी चाहिँ यस्तो छ है, यहाँ ढुङ्गा यता रहेछ। बाटो यस्तो रहेछ, बाटो त निकै डेन्जरै छ, खतरै छ। फुलबारीको ढुङ्गा देखायो यहाँ फुलबारीको मेन जान्ने भनेको नि वाइ नै हो, एकदमै जान्ने फुलबारी चिन्ने भनेको भेना हो। हामी यहाँ छौँ। गाडी गरिहाल्छ। हाम्रो यहाँबाट माली बस्ती चाहिँ उयो है, तपाईँहरू डराउनुहुन्छ। माली बस्ती चाहिँ यो 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 पाखा हो, तपाईँहरू हेर्नुहुँदैछ यो हो। तर एकदम क्यामेरा मधुर होला। यो चाहिँ माली बस्ती हो, देख्दै गरेको जग्गा। यहाँबाट मधुरो देख्दैछ। रुख चाहिँ देख्नु भइरहेको छ, यो एभोकाडोको हो। यो हेर्नुहोस्, यो एभोकाडो फलिरहेको छ। एभोकाडोको रुख चाहिँ यस्तो हुन्छ, फल फुल्नु थालिरहेको रहेछ। यहाँ लाग्दैछ चाहिँ फुलबारीको हो। त्यो घर हेर्नुहोस् यति राम्रो रहेछ, सुन्दर डिजाइन।
भुजाहरू यति बेला हुन्छ खाना खाने टाइम है यहाँ सुरु घुमेर बस्दा फोटो खिच्दिनु भयो आउनु हाम्रो दिदी उता के भन्छ बारी बस्ती सादा दिपा दिपा उ दिपा उ सादा उ यो सेतो लाउने पिछाडी छ यो उ दिपा दिन पैसा लगाइदा हुन्छ मलाई खोज्दैछ यो फुल ए फोटो खिच्दिनु ग्रुप खिचौँ न फुपूसँग आउन अब ग्रुपमा खिचौँ फुपूसँग फुपू छोड्यो नि फुपूसँग हो हजुर गर्नुभयो हो फोटो भिडियो गरिदिनु फोटो गरिदिनु हुन्छ यहाँ बिहा पनि खाइयो फर्किँदैछ हामी बाटो चाहिँ यस्तो छ है असुविधा छ यहाँ ल यो हेन्डपाइप छ नि हेन्डपाइप बुझ्छेहरू छ नि उकालोको हेन्डपाइप चाहिँ केही छैन बुझ्थ्यो त्यो हेन्डपाइप भन्ने कुरो चाहिँ खुसी नहुनु रहेछ लाउनु बुझिन्छ कि कस्तो हेन्डपाइप घरको कन्डिसन कस्तो हेन्डपाइप
पाइप के हो यो? हाम्रो स्कुल हेर्नु न तल एकला फुली नम्बर फुलहरु कति बुझिन्छ के बुझिन्छ? यस्तो पाइप भनेको होइन होइन ठुलो त्यो उसको सिमेन्ट हुन्छ नि हौ ए त्यो के नाला नालामा लागिन्छ नि ए त्यो भित्र मैला कुचला पैसा बुझ्यो भने अलग्गै बिगार गर्छ ओइ साथीभाइहरू हामीले बिहा पनि खाएर आयो यसरी पनि हिँड्नु पर्छ माइत कहाँ बोजू क्या योगेन्द्रको बिहा यहाँ ना शारदा नाना दिपा नाना भेना पर फुपू हुनुहुन्छ यता श्रीमती हुनुहुन्छ मेरो हामी योगेन्द्र भाइको बिहा पनि खायो फुलबारीमा मजा आयो भेनाले मजाले खानुभयो योगेन्द्रको बिहा भेना 1 वर्ष दिन अगाडि भन्दै थियो आज इच्छा उसको पुरा भयो देख्यो भेना अरूको नामै हाल हजुर खाना त कसले खायो? बिमार त यो फुलबारी ओह्रालाको जग्गा हो यसो कमानबारी दुईवटा डगी पनि हिँड्दैछ यहाँ पत्ती चौली ल्याउँछ है खाँदा गर्नु म आइहाल्छु ल हे हामी बिहा खाएर ओह्रालो हिँड्दैछौँ हिँड्नु नसक्ने भइसक्यो होइन ओह्रालोमा घुँडाको उयो पुरा दुख्छ मेरो यहाँ त्यही भन्छ नि यहाँ त्यो खै कुकुरहरूलाई घर थियो यहाँ उयो थियो यहाँबाट छिटेर सुन्तला टिपेर खाइदिनु भलिरहेको थियो होइन चिया गाजर हेर्नुहोस् यस्तो छ है चियापत्तीको गाछ अहिले कलम काटेको रहेछ स्किप यो चाहिँ चियापत्ती तौलिने ठाउँ हो यो दामी छ हेर्नुहोस् लु ए लिप सेट भन्नु के हुन्छ? यो बल घर त पहिरोसँग करेछ होस् है कहाँ खिचिदिनु भन्नु ल तल हुन्छ ल ल हाम्रो गोदाम खिच्नु नि हौ गोदाम पो खिच्नु सक्छ काटेको नि पुरा काटे नि त लो है गोदाम धुराबाट पनि जाँदैछ ओह्रालो स्ट्रिट लाइट पनि छ ए सानो गाउँ छ स्ट्रिट लाइट चाहिँ धेरै रहेछ यहाँनिर यहाँसम्मको यहाँ ल्याइ पुऱ्याउ त कुकुरलाई हो अब यहाँदेखि आउँदैन गेट दिनु उता फुलबारीबाट मजा आयो हिँड्नु म गऱ्यो भने हिँड्दैछु यस्तै नै त है यो चाहिँ मन्दिर हो शिव मन्दिर गोदाम धुरामा छ
भोलि अनि चढाइ दिनु पनि घर बस्नु पर्दैन रासिन दिँदैन भोलि हामीले दिँदैन मङ्गलबार मात्रै दिन्छ बानी छैन अरे भोलि खान त बन्द अब मिल्यो आज मिल्यो भने सोमबार त किन्छ त म त यो चाहिँ ब्याम्बो घारी छ है बाँसहरूको निकै अँध्यारो देखिरहेको छ उज्यालो पनि बस्नु सकेको छैन बाँसहरू फैलिएर हेर्नुहोस् यस्तो भइसकेको छ औ के गरेर पिङ खेलेको मक्केन अस्ति चुडाको होला कि हो हेर तारिकाको बोट गुलियो गुलियो हुन्छ है भेना सानो खाइदिन्थ्यो हामीले बित्थ्यौँ के बदमासहरू मजा तारिका हो फल्छ नि त मजाको गुलियो गुलियो हुन्छ लु है हामी बिहा खाएरमा यो फुलबारीको लाइनझुरामा आइपुग्न आँटिसक्यो मैदान मैदान चाहिँ यहाँ पछाडि नानाहरू छ यहाँ भेना छ यहाँ दिपा नाना हामी बिहा खाएरमा यो आज फेब्रुअरी मार्च 7 तारिकको दिन फुलबारीबाट आउँदैछु यस्तै छ है कमानको रोड चिया गाछहरू हेर्नुहोस् चिया बगानहरू धनियाँको उत्ताको हौ त्यो लिएर यहाँ राखिदिनु धनियाँ पनि रोप्नु